नमस्कार, मेरो नाम कुमार लामा हो। म हाल जग्रेब, क्रोएसियामा छु। मलाई यात्रा गर्ने ठुलो रुचि छ र नयाँ ठाउँहरू अन्वेषण गर्न मनपर्छ। जग्रेबको सांस्कृतिक र ऐतिहासिक स्थलहरू, रमाइला पार्कहरू र सहरको जीवनशैलीले मलाई सधैँ मोहित बनाउँछ। म यहाँ यात्रा गर्दै विभिन्न अनुभव सङ्कलन गर्न चाहन्छु र संसारका विभिन्न ठाउँहरूबारे जान्न उत्साहित छु। मेरो विश्वास छ कि यात्रा केवल मनोरञ्जन मात्र होइन, तर जीवनलाई नयाँ दृष्टिकोणले हेर्ने र सिक्ने माध्यम हो। यसैले म सधैँ नयाँ अनुभव र साहसिक यात्राका लागि तयार छु। आजको हाम्रो यात्रा सुरु हुन्छ सुन्दर गाउँ देसिनीबाट। शान्त वातावरण, चिसो हावा अनि साथीहरूको रमाइलो हाँसोसँगै हामी नयाँ अनुभवको खोजीमा निस्किएका छौँ। बिहानको त्यो ताजगीसँगै हामी ट्रेन चढ्छौँ। ट्रेन बिस्तारै अगाडि बढ्न थाल्छ र हाम्रो यात्रा पनि सम्झनलायक बन्न थाल्छ। ट्रेनको झ्यालबाट हेर्दा हरियालीले ढाकिएका डाँडाकाँडा, साना साना गाउँ बस्तीहरू, फुलहरू फुलेका बगैँचा अनि कतै कतै देखिने नदीका छालहरू। त्यो दृश्यले मनलाई यति आनन्द दिन्छ कि हामी आफै पनि ती फुलहरूसँग रमाउँदै, रोमान्टिक हावामा हराउँदै, क्षणलाई क्यामेरामा कैद गर्दै अघि बढिरहेका हुन्छौँ। साथीहरूसँगको हाँसो, गफगाफ र यात्राको त्यो मिठो अनुभूति साँच्चीकै जीवनको सबैभन्दा सुन्दर पल जस्तै लागिरहेको हुन्छ। केही समयपछि हामी पुग्छौँ जाग्रेब सिटी। ट्रेन बिस्तारै रोक्छ र हाम्रो अर्को अध्याय सुरु हुन्छ। स्टेसनबाट बाहिर निस्किँदा सहरको चहल पहल, ठुला ठुला भवनहरू र ऐतिहासिक संरचनाहरूले स्वागत गर्छन्। हामी पुग्छौँ ग्लाब्नी सेन्टरतिर। त्यहाँको पुरानो शैलीका घरहरू, सडक किनारमा सजिएका फुलहरू र रमणीय वातावरणले मन लोभ्याउँछ। हामी त्यहीँ वरिपरि घुम्दै, फुलहरूसँग रमाउँदै, सुन्दर सुन्दर फोटो खिच्दै हरेक पललाई सम्झनलायक बनाउँदै जान्छौँ। त्यो ठाउँको शान्त सौन्दर्य र ऐतिहासिक महत्त्वले हामीलाई अझै धेरै समय त्यहीँ बस्न मन लाग्छ। तर हाम्रो यात्रा अझै बाँकी छ।
त्यसपछि हामी चढ्छौँ ट्राम नम्बर 4। सहरको बीचबाट गुड्दै हामी अघि बढ्छौँ अर्को गन्तव्यतर्फ, म्याक्सिमिर पार्क। केही समयपछि हामी पुग्छौँ हरियालीले भरिएको शान्त र सुन्दर म्याक्सिमिर पार्क। त्यहाँको दृश्य साँच्चै शब्दमा बयान गर्न गाह्रो छ। ठुला ठुला रुखहरू, हरियाली घाँसे मैदान, शान्त तालहरू र चिसो हावाले मनलाई एकदमै आनन्दित बनाउँछ। हामी त्यहाँ हिँड्दै, फोटो खिच्दै, हाँस्दै, रमाउँदै, प्रकृतिसँग एकाकार हुँदै समय बिताउँछौँ। त्यो क्षण, त्यो अनुभव सधैँका लागि हाम्रो सम्झनामा बस्नेछ। आजको यात्रा केवल घुमफिर मात्र थिएन, यो त साथीहरू बीचको माया, प्रकृतिसँगको सम्बन्ध र जीवनका साना साना खुसीहरू महसुस गर्ने एक सुन्दर अवसर थियो। यही सम्झनाहरू बोकेर हामी फर्किन्छौँ अर्को नयाँ यात्राको सपना देख्दै। यदि तपाईलाई हाम्रो यो यात्रा मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को रमाइलो भ्लगमा फेरि भेटौँला।